नमस्कार नारायण 2082 साल विशेष श्री स्वस्थानी व्रतकथा श्रवण गर्ने क्रममा आज हामी 21औं दिनमा आइपुगेका छौँ र आज हामीले 21औं अध्यायलाई श्रवण गर्नेछौँ। सर्वप्रथम पुष्पाञ्जली गर्छौँ, त्यसपछि हामी कथातिर प्रवेश गर्दछौँ। ओम यम ब्रह्मा वरुणेन्द्र रुद्रमरुत स्तुन्वन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदो सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितो जलवपु शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्तावली शोभिता सर्वज्ञाननिधान पुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनम्बुजे वसतु मे त्रैलोक्यमाता चिरं मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासाय अमिततेजसे यस्य प्रसाद वक्ष्यामि नारायणी कथामिमं। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासां ततो जयमुदीरयेत्। श्री स्वस्थानी परमेश्वरी नमो नमः। अब भक्तिपूर्वक प्रेमपूर्वक श्री महादेवलाई सम्झँदै श्री स्वस्थानी मातालाई सम्झँदै हजुरले कथा श्रवण गर्न सक्नुहुनेछ। ओम अथ एकविंशोऽध्यायः। कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, यस्तै प्रकारले जब त्यहाँ बसेको निकै वर्ष बितिसक्यो तब एक दिन शिव शर्माले आफू हृष्टपुष्ट भएको देखेर घर सम्झी अब यहाँ कति बस्ने, बरु घर जानु पर्यो भन्ने विचार गरेर शिवभट्ट र सती कहाँ नजिकै गएर भने, हे माता पिता, तपाईँहरूले कृपा गर्नाले कन्यादान पाए म कृतार्थ भएँ। अब म यहाँ आएको धेरै दिन भयो, घरमा हेरचाह गर्ने कोही छैन, आज्ञा दिए घर जाने थिएँ। ज्वाइँको यस्ता कुरा सुनि शिवभट्ट भन्दछन्, हे ज्वाइँ, यो पनि तिम्रै घर हो, हाम्रो पोको छ र हामी पनि तिम्रै हौ, सम्पत्ति पनि तिम्रै हो, अतः जान्छु नभन। यति कुरा सुनेर शिव शर्मा भन्दछन्, हे पिता, एकपल्ट जान देऊ, नरोक, घरको हेरचाह गरेर म बरु छिट्टै आउनेछु। मेरो पनि को छ र, माता पिता सबै तिमी, इष्टमित्र पनि तिमी, हितु पनि तिमी, गुरु पनि तिमी, देवता पनि तिमी, मन परेको खाना लाउन दिई पाल्ने यस्ता तिमीहरूलाई छाडेर म कहाँ जान सक्दछु। यति आफ्ना स्वामीले पितासित कुरा गरेको सुनि गोमा ब्राह्मणीले भनिन्, हे स्वामी, कहीँ जाने मन नगर, तिमी जाने भए मलाई पनि साथै लैजाऊ, अन्यथा म जान दिने छैन। यति गोमाले भनेको सुनि शिव शर्मा भन्दछन्, हे स्त्री, तिम्रो बाल अवस्था छ, मसित जान सक्ने छैनौ, किनभने हाम्रो घर धेरै टाढा छ, पहाड चढ्नु पर्दछ र अनेक दिन वनमा बास बस्नु पर्दछ। फेरि वनमा अनेक जन्तुको डर हुन्छ। तिमी आफ्नो इच्छामा बसेकी, घरबाट कहिल्यै ननिस्केकी, शीत ताप भोक प्यासले कष्ट पाउली, फेरि मेरो वृद्ध अवस्था छ, बाटोमा कसैले दगालो गरी तिमीलाई हरण गरेर लैजाला, यसकारण तिमी यहीँ बसी म घर गई खबर बुझेर आउला। 2 महिना जतिमा आइपुग्नेछु। 2 महिना भनेको कति हो र? यति शिव शर्माले भनेको सुनि गोमा ब्राह्मणी भन्दछन्, हे स्वामी, तिमी 2 महिना भन्दछौ, म तिमी नभई 2 घडी पनि बस्न सक्दिनँ। फेरि शीत ताप भोकले कष्ट पाउली, पर्वत चढ्नु पर्दछ, वनमा बास बस्नु पर्दछ, नाना जन्तुको डर हुन्छ पनि भन्यौ। तिमीले दुःख पाए म पनि दुःख पाउनेछु, जुन गति तिम्रो हुन्छ उही गति मेरो। कस्तै भए पनि तिमीलाई पठाएर म यहाँ बस्न तयार छैन। यदि मलाई छाडेर गयो भने म हत्या गरी मर्नेछु। यदि गोमाले भनेको सुनि शिव शर्माले, उसो भए तिम्रा माता पितासित विदा भएर आऊ। अनि गोमाले माता पिता कहाँ गएर भनिन्, हे माता, हे पिता, म पनि मेरा स्वामीसित जान्छु, बिदा दिनुहोस्। छोरीको यस्तो वचन सुनि शिवभट्ट र सतीले भने, हे पुत्री, जान्छु नभन, किनभने हाम्रो वृद्ध अवस्था भयो। छोरो भने पनि छोरी भने पनि त एउटी होस्, त पनि गएर हामी कसलाई औँसीको राज जस्तै हुनेछ। राम र सीता नहुँदा राजा दशरथको प्राण गए जस्तै हाम्रो पनि हुनेछ। अतः हाम्रो सेवा र सम्पत्तिको सुरक्षा गरेर यही बस, तेरा स्वामीलाई जान दे, ऊ पनि 2 महिनामा आउँछु भन्दैछन्। यति माता पिताको वचन सुनि गोमा ब्राह्मणी भन्दछन्, हे माता, हे पिता, नारी जातिको निम्ति सम्पूर्ण तीर्थ व्रत दान धर्म त्यसका पुरुष नै हुन्छन्। सम्पूर्ण शास्त्र पुराण तपाईँहरूले हेर्नु भएकै छ, म के भनौँ। पुरुष
भएसम्म नारीले कुनै तीर्थ व्रत दान धर्म गर्नु पर्दैन। नारीले आफ्नो पुरुषलाई रिसाएर हेरे डेरी हुन्छ, पतिसित द्रोह गरे गोही हुन्छ, पुरुषको वचन नमाने पापिनी हुन्छ, लोग्नेदेखि लुकाएर खाए कुकुर्ने हुन्छ। यस्तै कारण मलाई नरोगी साथै जाने बिदा दिनुहोस्। विशेष मेरा पुरुष वृद्ध छन्, बाटोमा म नभए तिनको रक्षाको गर्ला। फेरि संसारमा कसैको पनि बढेका छोरी माइत बस्दैनन्, बरु फेरि चाँडै आउनेछु यति गोमाले भनेपछि शिवभट्ट र सतीले भने, हे गोमा, त्यसो भए हामी के भनौँ? जा भनी आँखाबाट आँसु बगाई नाना वस्त्र अलङ्कार पहिराई बिदा गर्दा भए। त्यसै गरी बाहिरसम्म पुर्याएर बाटोमा राम्ररी लैजानु भनी डोलीहरूलाई हराएर शिवभट्टले गोमासित भने, हामीलाई नबिर्सी चाँडै आउनु। गोमाका साथीहरूले पनि त्यस्तै। अनि गोमा डोलीबाट ओर्ली बाबा महतारीलाई प्रणाम गरी सबै साथीहरूलाई पनि बस है भनेर सबैसित बिदा भई फेरि डोली चढेर त्यहाँबाट हिँड्दै भइन्। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्य कुमार अगस्त्य संवादे श्री स्वस्तानी परमेश्वर्या व्रतकथायां शिव शर्मा स्वगृह गमनम नाम एकविंशोऽध्याय। श्री स्वस्तानी परमेश्वर्यै नमो नमः। यसरी हामीले 21औं अध्यायलाई पूर्ण गरेका छौँ र पुष्पाञ्जलीका लागि हजुरको समीपमा पुष्प रहेको छ भने पुष्प हातमा लिएर प्रार्थना गर्न सक्नुहुनेछ। ओम उपनयतु मङ्गलं वा सकल जगन्मङ्गलालयः श्रीमान् दिनकर किरण निबोधित नवनलिन दल निवेक्षणः कृष्णः काले वर्षतु पर्जन्य पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणा सन्तु निर्भया पुत्रा पुत्रिणा सन्तु पुत्रिणा सन्तु पुत्रिणा निर्धना सदना सन्तु जीवन्तु शरदं शतं तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राचितो द्वारकथा प्रसंग या कुन्देन्तु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युत शङ्करा प्रभृतिभिर्देवैः सदा वन्दिता सामं पातु सरस्वती भगवती निःशेषजाड्यापहा। श्री स्वस्तानी परमेश्वरी नमो नमः। नमः पार्वतीपतये हर 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 महादेव शंभो।